नमस्कार सबैजनालाई। म आज तपाईहरुलाई इफ कन्डिसन लगाएर कन्डिसनल स्टेटमेन्ट कसरी प्रिन्ट गरिन्छ त एउटा इफ कन्डिसन लगाएर तपाई भोट गर्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यसको बारेमा म यो भिडियोमा लिएर आएको छु। सबभन्दा पहिला म कोड ब्लक खोल्छु र यो कोड ब्लक खोलिसकेपछि म सबभन्दा पहिला एउटा फाइल क्रिएट गर्छु एमपीटी फाइल भनेर। यसलाई म सुरुमा सेभ गर्दिन्छु। सेभ गर्नको लागि मैले चाहिँ डकुमेन्ट्समा गएर इफ कन्डिसन भनेर मैले फाइलको नाम दिएछु। त्यसपछि अब मैले यहाँबाट चाहिँ कोड लेख्न स्टार्ट गरे। र मैले हाम्रो मेन फंक्सन क्रिएट गरिसकेपछि अब म यहाँबाट तपाई भोट गर्न सक्नुहुन्छ कि गर्न सक्नुहुन्न त्यो चाहिँ मैले त्यसको कोड लेख्न लागेको छु। त्यसैगरी सुरुमा म पहिला एज गरे किनभने एज यदि 18 भन्दा माथिको छ भने त्यो व्यक्ति चाहिँ भोट गर्न पाउँछ अथवा त्यो भन्दा तल छ भने भोट गर्न पाउँदैन। तर म सुरुमा चाहिँ युजरबाट त्यो एज कति छ त्यसको लागि मैले इन्टर योर एज भनेर मैले युजरबाट माग्छु। स्क्यानएफ %d कमा एम्परसेन्ड एज गराए। त्यसपछि अब मैले यहाँबाट इफ कन्डिसन लगाएर इफ एज इज ग्रेटर देन इक्वल टु 18 छ भने यु आर भोटर आउनु पर्यो। यु क्यान भोट भनेर राख्नु पर्यो। हैन भने इल्समा जाने। इल्समा चाहिँ हाम्रो कन्डिसन राख्न पर्दैन किनभने यदि इफमा चाहिँ उले सेटिस्फाई गर्छ भने इफको स्टेटमेन्ट प्रिन्ट गर्छ, हैन भने इल्स वाला प्रिन्ट गर्छ। त्यही भएर मैले यहाँ प्रिन्टएफ यु क्यान नट भोट भनेर मैले स्टेटमेन्ट लेखे र यसलाई अब हामीले बिल्डमा गएर बिल्ड एन्ड रन गर्छौं र अब हामीले चाहिँ यहाँबाट एउटा एज दिन्छौं 23 मैले दिए। यु क्यान भोट आयो। त्यसैगरी मैले फेरि अर्को गराए बिल्डमा गएर बिल्ड एन्ड रन मैले 15 राखे भने के आउँछ त 15 राखे भने यु क्यान नट भोट आयो। हस् थ्यांक यू।